बाह्र वर्ष भनेर 12 बजेसम्म सुतिरहेको थियो बरु उठ छिटो कलेज जानु पर्दैन भाइ उठ उठ यहाँ A few moments later. हेलो साथीहरु, आजको एउटा अर्को नयाँ भ्लगमा तपाईलाई स्वागत छ। आजको भ्लगमा म चाहिँ कलेज जान लागेको छु रेडी भएर टक्क हैन। आज मेरो चाहिँ समाजशास्त्रको भाइभा छ। आज चाहिँ 4 गते चैत महिनाको 4 गते। तपाईहरुलाई नै देखाउँछु आजको भाइभा कस्तो हुन्छ। हेर्नुस् अन्तिमसम्म। लागौं अब ढिला भइसक्यो कलेजतिर। ट्याक्क पारेर बाहिर नि घाम लागिसकेको छ। अनि घाम पनि लागिसक्यो अहिले 7 बजे। आज यो बाटोबाट ट्याक्क जानुपर्छ कि भित्र। अब जाउँ भाइभा दिनुको लागि ट्याक पारेर। अब 15-20 मिनट यसै होला टाइम। 15-20 मिनट भित्रमै म पुगिहाल्छु कि कलेज। अनि त्यसपछि मेरो यो कलेज बिहानै पुर पनि यहाँ सित्या छ। तुम्हें शरम है? बाटो चाहिँ खतरै छ कि आजभोलि चाहिँ पिच गरेर स्लो मारेर चिल्लो सडक छ त मजा आउँछ के हिँड्नलाई। कस्तो उत्सुक भइरहेछ हैन, कस्तो होला भन्ने लागिरहेछ। अनि यो भाइले पनि देखिरहेछ बिहानै हैन। भाइ हाई गर त। अच्छा खुसी छ जे हो अनि खुसी छ नि त। खुसी दिनु खुसी पाउनु त आजको छ। अच्छा अब हेर कति मिनटमा पुगिन्छ लास्ट त्यसपछि 15 मिनटको टाइम। 15 मिनटमा पुगिन्छ होला। ठिक छ जाउँ हैन। गणेश मान सिंह पनि यहाँ बसेछ नि। आज बिहान यसो गणेश मान सिंहलाई नि हेरेर जानु पर्यो। अनि यहाँबाट चाहिँ बाटो चाहिँ म चाहिँ यो तर्फपट्टि सडक छ हैन। छिटो जानुपर्ने कारणले झाडीतिर घुसाउनु बाटो त खतरै छ। हेर न यार यहाँ गाउँहरू कस्तो उम्रिरहेको छ है। टक्क यहाँ घाम पनि लागेको छ यताबाट टक्क हेर न घाम पनि। म त अब दिनहरू कसरी होला यसरी कलेजका दिनहरूमा यसरी 4 भयो 4 भएपछि अब अर्को 10सम्म अर्को महिनाको 10देखि त 10 गतिसम्म छ। 11 गतिदेखि त फेरि इक्जाम भइहाल्यो होइन। 11 गतिदेखि कितनी सैड है यार इसकी जिंदगी। फाइनल इक्जाम छ। अनि फाइनल इक्जामको त्यसपछि त भागुहरू कहाँ गइन्छ थाहा छैन। तर अहिले चाहिँ यहीँ छु एकदम रमाइलो छ। गल्लीतिर नै लाग्छ क्या मेरो। गाँव जाने से पहले मैं तुम तीनों को ठिकाने लगा के जाऊंगा हैन। आज पब्लिकहरुमा आज पनि यसरी बनाइराख्छ होला कुनै नयाँ अनुभव होला नि त। त्यहाँबाट फेरि उकालो गएर ट्याक्क हैन बिहानैसम्म कोही छैन कि कोही छैन एकदम खाली। फेरि पुरै सडक खाली भन्दा नि हुन्छ। अब 2-4 जना छन्। पसलहरू नि खोलिसक्यो बिहानै। यो तरिका राम्रो हो नि त बेच्ने तरिका जहाँ पनि मान्छे बेच्ने। यो चाहिँ हाम्रो चोक चाहिँ होइन पाङ्गा किर्तिपुरको पाङ्गा दोबाटो चोक हो नि त। यो पाङ्गा दोबाटो चोकनिर ट्याक्क पारेर उभिएर गयो भने चाहिँ यहाँबाट 2-3टा रोड जान्छ नि त उताबाट। कुन दिन होइन म त्यहाँबाट आउँछु फेरि कुनै दिन यताबाट आउँछु नि। अरे दोगे तो सब लोग लेंगे। बंद करो ये सब नाटक। कुछ लाइफ में अच्छा करो। आज मेरो भाइभा हो कि जस्तो नि लागिरहेको छैन मलाई। तर त्यो भाइभा पनि होला नि त। भाइभा होला चाहे नहोला नि जे भयो नि आज छ। बाटो लामो छ सङ्कोल छैन एक्लो हिँड्ने हो। ट्याक्क पारेर जालीहरू तारहरू कसरी खिया छ नि यहाँ मान्नुपर्छ कि यसलाई होइन। कुन तार होला तिमी यसमा भनेर हेर्नु पऱ्यो भने के हो। यो चाहिँ हाम्रो गुम्बा हो क्या यहाँनिर होइन। गुम्बा पनि हेर्नुपर्छ। हामी मसँग यहाँ तलबाट जाउँ कि 2टा बाटो छ। माथिबाट पनि जान सकिन्छ तलबाट नि। अब मेरो चाहिँ होइन तलबाट जानु डेली गएर बाटो हो नि त। त्यही भएर पनि लाग्छ क्या बाटो नि खतरा हो कि यहाँ घरहरू पनि के घरहरू पनि खतरै छ। अनि यहाँको बाटो भनेको एकदमै होइन तल माथि यताउता हिँड्दै कलेजनिर पुगिने कि धेरै लामो छ नि बाटो। बिहानै कलेजको टाइम त होइन कलेजको टाइम भन्दा कम्ती हो 1.5-2 घन्टा लेट हो कि कलेजको टाइम। 1.5-2 घन्टा पछि आउँछ कलेजको टाइम। 1.5-2 घन्टा पछि यो टाइम आउँछ। तिर्का दिए पनि होइन दनक दिँदैन नि त आज केटाहरू कलेजका होइन। यहाँ विद्यार्थीहरू पुरा लाइन लगाएको छ। पुरा साइड लाइन लगाएर होइन बस पनि कहाँ रोक्नु पर्ने। अब के भनौँ होइन बर्न हार्ड रहेछ नि त त्यो नि। ल यो फुलहरू मेरो पालो कहिले आउँछ मेरो पालो आउँछ एकछिनमै आउँछ मेरो पालो नि आउँछ। यहाँतिर होइन यो कलेजका साथीहरू चाहिँ चिल्लो भएको छन् कि
व्हाट्सअप गाइज आई एम ह्याप्पी पारा मेरो पारा भन्ने पारा लेखिदिन्छु पारा भन्ने के व्हाट्सअप गाइज पारा ए पारा कलेजको 2000 years later. भाइबा सक्यो गाइज होइन साइनमा नभनौँ एकदम होइन साइन भनेको अब त्यो ठुलो लेभलको साइन हो नि त अब सानो सानो साइन होइन त्यही भएर चाहिँ आज साइनमै नै काम चलायो कि अब ठुलो मान्छेको त साइनै लिनु ठुलो काफी हुन्छ नि त अब सानो सानो मान्छेको पो होइन सानो मान्छेको नाम लेख्थ्यो होला आज त साइन मात्रै चल्छ के अब ये भी मुझे सिखाना पड़ेगा आपको। अनि हाम्रो चाहिँ केटाहरूले कस्तो दियो भन्दाखेरि भाइ एकदमै बबाल के लास्ट के कसैको होइन माथि हुनेवाला छैन 100 सबलाई आज इज्जत गरियो के सबलाई होइन सबलाई प्राथमिकता दियो सबलाई 100% आउँछ के भाइ कम नम्बर आउनेवाला छैन धेरै चान्सै छैन कि आज होइन भाइबामा सबलाई एकदमै उत्कृष्ट नम्बर बस थ्योरीमा तिमीहरू होइन प्र्याक्टिकलमा तिम्रो चाहिँ मार्क्स चाहिँ 25 हो के जय होस् यसमा छ ल यहाँ साथीहरू चाहिँ आज क्याचा फोटो खिच्ने रे अब होइन अगाडि त केटी राख्न मिल्दैन फोटो खिच्ने मान्छे यस्तो छ है अगाडि त केटी राख्न मिल्दैन पछाडि नै ठिक छ सुन लो मेरी बात ठीक है थोड़े मैनर सीख लो एथिकेट सीख लो तमीज सीख लो और अपना काम धंधा ढूंढो कोई ठीक है एकदमै छ के उता हेरिरहेछ से हिमाल होइन कता रहेछ यहाँबाट फोटो खिच्ने नि अनि होइन आजको भाइबा भनेको फोटोमै जान्छ कि बरु फोटो खिच्नु रमाइलो छ यो फोटो स्टुडियो व्यवस्था हुन्छ यहाँको सुविधा हुन्छ हाम्रो कलेजमा छैन नि यस्तो सुविधा कलेजमा लाइट गएर हुन्छ इक्जामको बेला नि गएर हुन्छ गएको वर्ष निकाल हो लास्ट खान्छ इक्जाममा होइन 2-3 लाइट गयो तर यहाँ चाहिँ सुविधा सम्पन्न छ है लाइट जङ हुन त अब केटाहरूको हामीहरूको सहयोग हो कि एसएस कलेजको पावर हो कि यो मान्नुपर्छ कि ल अङ्कल पनि आउनुभयो अब चाहिँ स्टुडियोभित्र छिरिहालौँ नि त ट्याक्क फोटो पनि ल क्यामेराबाट खिच्ने हो टक्कै होइन निकाल्ने हो फेरि एसडी फोटो त्यसरी चाहिँ चल्दैन भन्ने हो त यहाँ त काम नै सिद्धिहाल्यो होइन हामीले यो त काम सिद्धिएर अब जाउँ आफ्नो घरतिर अरू घरतिर जानुलाई भएन होइन जानुपर्ने आफ्नै घरतिर मैले खालि त्यतिकै जोड दिएको मात्र हो क्या ल केटाहरू आज छुट्टिनु पऱ्यो केटाहरूले अन्तिम होला भेट हाम्रो चाहिँ आफ्नै एरिया छ भन्छन् एरिया सबैको दिन आउँछ भने हाम्रो दिन त आइरहेको छ आजभोलि नै रमाइलो छ क्या रमाइलो भन्छन् होला नि त्यो 10 नु होइन 11 मा पढ्ने केटाकेटीहरूलाई भाइ बहिनीहरूलाई होइन त्यसपछि के अरे पढ्न एकदम रमाइलो हुन्छ होइन +2 मा ब्याचलरमा भनेर साँच्चै हो कि यस्तो मजा हुन्छ नि रमाइलो हुन्छ के 10 मा पढ्दैछ भने राम्रोसँग पढ 11 मा आऊ यस्तो मजा हो 10 दिनैसम्म मात्र हो कि तिमीहरूको होइन टेन्सन प्रब्लम भन्ने कुरा त्यसपछि त रिल्याक्स हो कि एकदमै चिल पारामा रोइला हान्ने हो क्या रोइला हो रोइला यो पनि मान्नुपर्छ क्या रोइला चाहिँ रोइला हान्ने हो बस यत्रो गाह्रो हुने रहेछ भाइबा होइन आज थाहा भएको कि हामीहरूले त यति गाह्रो हुने रहेछ भाइबा भनेर आज थाहा भएको कि पहिलोचोटि होइन फर्स्ट सेकेन्डमा त त्यति थिएन आज चाहिँ लास्टै गाह्रो थियो कि भाइबा होइन यति गाह्रो कि गाह्रो भए पनि फेरि हामीलाई यस्तै भाइबा सधैँ चाहिरहेको क्या हो यस्तै भाइबा सही छ आज यो यहाँ के भन्छ हार्ड वर्किङ टु होइन के भन्छन् बढी मेहनतले मान्छे सफल बन्छ भन्छन् एउटा मूर्तिले पनि होइन मूर्ति बन्नको लागि कयसोटहरू सहनुपर्छ भन्ने छ नि त त्यही भएर हामीले नि हामीलाई धेरै मेहनत गरेर हामी पनि अब त्यस्तै मूर्ति जस्तै बन्न चाहन्छौँ त्यही त धेरै मेहनत गरेर होइन भाइबा जतिसुकै गाह्रो भए पनि त्यस्तै गाह्रो भाइबा होस् भन्ने चाहिँ हाम्रो चाहना पहिलाको जस्तो थिएन नि त अब हिमाल एउटा शारीरिक जाओस् न त ल रूप धन चाहिन्छ नोट खन चाहिन्छ रूप धन चाहिन्छ नोट खन चाहिन्छ केयर मिठो म्यासेज चोखो मायाले तिमीलाई कहाँ पाइन्छ के गर चोखो मायाले मेसेज ल गुरुजी जाओस्
ठोको भाइ ठोको एउटा सेट ठोको अर्ज किया है साँच्चै हो साँच्चै ठोकिदिनु त ठोकिदिने हो रूप धन चाहिन्छ नोट खन खन चाहिन्छ रूप धन चाहिन्छ नोट खन खन चाहिन्छ केयर मिठो म्यासेज चोखो मायाले कहाँ तिमीलाई पाइन्छ केयर मिठो म्यासेज चोखो मायाले तिमीलाई कहाँ पाइन्छ तिमीलाई त बाइक कारमा ठाउँ ठाउँ घुमाउने चाहिन्छ तिमीलाई त बाइक कारमा ठाउँ ठाउँ घुमाउने चाहिन्छ म जस्तो बेरोजगारीले तिम्रो बारे सोच्न पनि कहाँ पाइन्छ म जस्तो बेरोजगारीले तिम्रो बारे सोच्न पनि कहाँ पाइन्छ वाह वाह यो चाहिँ शेरलाई चाहिँ टक्क साथीलाई एकदमै धन्यवाद के त्यस्तै छ यार गाइज होइन त्यही भएर अब पैसा कमाउनतिर लाग्नु होइन पैसा भएर चर्चा भयो होइन चर्चा भएर पैसा छ भने होइन पैसा भएर चर्चा छ के भने पैसा भए सब छ के गाइज पैसा कमाउनतिर लाग्ने होइन दायाँ बायाँ होइन लभको चक्करमा नपर ओ यो चाहिँ होइन अन्डर 18 नो अलाउड इज लभ भन्नु नगर लभ त्यही त चक्करमा नगर अब हुन्छ के सेनो ठुलो भन्ने होइन जे काम गर्दैछौ राम्रोसँग गर त्यही हो लभ बाहेक होइन सानो ठुलो होइन सानो के ठुलो केही छैन केही नसोच के अब लभको पछाडि पर्छ भने त्यही सानो लाग्छ त्यही ठुलो लाग्छ फेरि त्यही भएर नपर त्यहाँबाट होइन नजर हटाऊ जिन्दगी बचाऊ सहरमा आउने मान्छेको माने लाग्छ तर आइसकेको मान्छे सामान्य लाग्छ मलाई त खासै त्यति केही फरक लागेन गाउँ र सहरमा भन्छन् भन्नेहरू मलाई चाहिँ खासै केही फरक लागेन गाउँ र सहरमा भन्छन् भन्नेहरू टपिकहरू बिर्सिसक्यो हुन्छ नि त त्यही भएर टपिकलाई रिपिट गर्नुको लागि एकचोटि होइन रिपिट गरेर हेऱ्यो भने अब त्यो त पहिल्यै नै पढाएको हो नि त हामीले त्यसरी यो त सन सब्जेक्ट हामीले खासै त्यति हेरेको पनि छैन नि बिचमा म अनि पढाए पनि त्यस्तै भयो जस्तो भएन आधा पढाएको आधा भएन अब त्यही भएर सर हेरेर आएको भएर होइन त्यति अप्ठ्यारो चाहिँ लागेन ल आज चाहिँ पढेको चाहिँ काम आयो लास्ट चाहिँ के आज होइन बिहान होइन 4 बजेतिर उठेर पढेको अनि 6 बजेसम्म पढेको 2 घन्टा पढेकोले आजको भाइभा बबाल गयो मिहिनेत गर्ने विद्यार्थीले 2 घन्टा पढ्यो भने इनफ हो के भाइभाको लागि त इनफ हो अरू के भयो नि अब होइन अब अर्को 2 घन्टा पढ्यौँ भने होइन 2 घन्टा पढ्यो भने बोर्ड एक्जाम गयो सिद्धो 1 महिनामै सिद्धो के अब आउने वैशाखमा तिमीहरूको बोर्ड एक्जाम सिद्धिन्छ कि मैले होइन लेखेर राखिदिन्छु हो यार मैले अनुमान गरे अनुसार होइन वैशाखको 11 गते एक्जाम सुरु हुन्छ अनि 26 गते सकिन्छ हो 26-27 गते सिद्धिन्छ गाउँ जान पनि पाइन्छ त्यसपछि तिमीहरू बिहे गर ल हामीलाई मासु भात खान धेरै गाह्रो भइसक्यो कि पढ्दा गाह्रो भइसक्यो तिमी बिहे गर्दियौ होइन केटाहरू सब विदेश गइदियो गइदियो देशमा केही छैन के केपी ओली मुर्दाबाद हुन्छ फेरि होइन एक दिन नारा लाउने भए होइन केपी ओली मुर्दाबाद भन्दै नारा हान्दिने हो राजा आउँछ देश बचाउँछ यता गाडी आउँछ हामीलाई ठोकेर गइदिन्छ ल आज हामीले चाहिँ होइन भाइ बहिनी एकदमै बवाल गएकै हो होइन जसरी भन्नु पर्ने नि यस्तो के बवाल गयो कार्य सम्पन्नता नभए पनि एउटा के भन्छ नि त्यो भन्छ नि नियम चाहिँ पुरा गरेकै हो होइन नियम चाहिँ पुरा गरेकै हो ह्याप्पी 11 साथी चाहिँ उता छुटिसक्यो आज चाहिँ हाम्रो होइन के हो नि 1 देखि 30 सम्मको आज थियो त्यही भएर चाहिँ आज आधा साथीहरू आएको थिएनन् आधा साथीहरू आएको थियो त 1 देखि 30 सम्म यिनीहरूमध्ये भाइ आफ्नो भन्ने छ यस्तो नि त अब कुनैको टाइम कति बेला हुन्छ कुनैको टाइम कति बेला हुन्छ त हामीहरू चाहिँ सँगै होइन जाने भनेर यसरी पहिले नै बनाएको थियो त्यही भएर चाहिँ यसरी आएको ल ठिक छ जे भयो नि ठिकै हो चलिरहेछ भाइहरू अहिले चाहिँ कलेजमा स्कुलमा जान्छन् होइन ट्याग पारेर एसएस कलेजको आजको भाइभा चाहिँ इन्डिङ एकदमै यस्तो नि हुनु रहेछ यस्तो नि हे परमेश्वर महाराज के भनेर सोचेको यार के भइदियो कि यार कहिले काहीँ मन दुख्छ कि यार यो मन चसक्कै दुख्छ अनि भन्छु कि भ्यासेडी के यसरी हुन्छ यो अबदेखि यस्तो काम गर्ने होइन आफ्नो सही बाटोमा लागेर जिन्दगीलाई सफल बनाऊ यसरी यस्तो बाटोमा अब साथीहरू
अब घर जानलाई होइन म त घर नजिक पुगिहालेँ अब खासै टाइम लागेन अलिकति टाइम लाग्यो त्यति काम थिएन अलिकता भाइ त हो अब भाइ भन्ने के भाइ भन्ने अब देखिहाल्नु पो भिडियोमा ल आजको भ्लग चाहिँ यही स्पेसल च्यानललाई सब्सक्राइब लाइक सेयर र कमेन्ट गर्नु होला धन्यवाद आजको चाहिँ क्लास सिक्यो अब चाहिँ भाइ केटा त सुतिसक्यो तिमीहरू तयारी गर होइन इक्जाम छ भोलि पर्सि अब वैशाख 11 देखि एनइपी बोर्ड छ तयारी गर म चाहिँ अब सुतेँ होइन तिमीहरू चाहिँ बोर्डको तयारी गर एकदमै होइन पर्फेक्ट रूपमा परीक्षा आउँदैछ पढ्नुपर्छ है A+ ल्याउनुपर्छ म चाहिँ आज चाहिँ सपना देख्छु कि खै मेरो भाग्य कस्तो छ गुड नाइट साथीहरू गुड नाइट खत्म बाय बाय टाटा गुड बाय गया